माथिको एउटा ठुलो सपना नि पुरा होस् है माथि नै छ हिउँ चाहिँ तर माथिसम्म नै हिउँ चाहिँ रहेछ नि अहिले चाहिँ बाटोमा वहाँ त हिउँ हुन्छ भन्थ्यो नि त उसले कहाँ जम्मै पग्लियो नि त अहिले अब गर्मी लाग्यो हामी सही टाइममा आएछौँ तर हामी सही टाइममा आएछौँ नि यो तात्यो गाडीको पार्किङहरू घोडामा चढेर जान्छ मान्छे बेला घोडामा चढेर जानुहुन्छ कि हिँड्नु बेला त हिँड्नु सक्नुहुन्छ होला बेला गाउँघरमा हिँड्ने बानी छ नि त बिस्तारै बिस्तारै हिँड्दा हुन्छ आज धीरे धीरे करके यहाँ तक आ चुके हैं गाड़ी में पहिलाको हाँ ये देखिए लोग ऐसा मस्ती कर रहे हैं भाई त्यो हिउँ परेको बेलामा चाहिँ साह्रो पर्छ कि एकदमै सास फेर्न पनि साह्रो पर्छ यहाँ तो बहुत ही ऐसा ही है अभी तक इसने ये देखो चल के थोड़ा ऊपर गया था हजुरले पनि भिडियोहरू बनाउनुहुन्छ बनाउँछु नि कति छ सब्सक्राइबर त्यस्तो हुन्न हाम्रो त हाम्रो जस्तै हो यतिकै हामी त ल्याङफ्याङ हो तपाईहरु हामी एउटै रहेछ ऱ्यान्डमली अहिले हेर्नु न सब्स्क्राइब गरिदिन्छु कि तपाईँको च्यानल हाम्रो पनि सब्स्क्राइब गर्नु यसो साथीभाइहरू भनेर 1000 पुग्नु बाँकी छ कि मेरो 1000 पुग्यो 20 जना 15-20 जनालाई गऱ्यो नि 1000 पुग्छ त्यहाँबाट चाहिँ मोटिलाइज हुन सजिलो हुन्छ आम्मामा घोडा यहाँ कति घोडा आम्मामा हेर्ने त्यसमा चढेर मान्छे जान्छ मकैहरू दिन्छन् बस्छन् ल मुक्तिनाथ जिरो आयो अब हिँड्नुपर्ने जय मुक्तिनाथ कल्याण गरौँ सबैको आइपुग्यो हामी जानुहोस् महादेवकै देशमा आइपुग्यो जस्तो भयो गाडी आएको रहेछ ल अब यहाँबाट चाहिँ हिँडेर चाहिँ अलिक त्यो भित्रबाट चिसो हुन्छ ल अर्को स्वेटर लगाऊ बेबीलाई लगाइदिन्छ त्यो प्लास्टिकको पोको टान्छ दिदी पार्किङ त्यहाँ रहेछ एउटा त्यहाँ रिभ्यू गर्नुहुन्छ एकछिन उहाँ नै हुन्छ होरी नाम पानी पाउनु गाडी फ्याक गर्छु मन्दिर अब यहाँ पार्किङ